हेलो फ्रेन्ड्स, आज हामीले जान्नेछौँ नेपालको हवाई उडानको इतिहास। त्रिभुवन विमानस्थललाई पहिले गौचर विमानस्थल भन्ने गरिन्थ्यो। पहिले मैदानमा गाईहरू चराउने गरिन्थ्यो, त्यही कारण गौचर विमानस्थल राखिएको थियो। गौचरमा पहिलो उडान 23 अप्रिल 1949 मा भएको थियो। पहिलो चार्टर उडान 20 फेब्रुअरी 1950 मा हिमालय एभिएसन डाकोटामा गौचर र कलकत्ता बीचमा भएको थियो। त्यही समयमा एक भारतीय दर्ता गरिएको डाको DC-3ले काठमाडौँलाई पटना, कोलकाता र दिल्लीसँग जोड्ने पहिलो निर्धारित सेवा सुरु गर्यो। नेपालमा राणा शासन हटाउन नेपालको हवाई यातायातको प्रमुख भूमिका रहेको छ। 1952 मा भैरवा, विराटनगर, पोखरा र सिमरा पहिलो निर्धारित घरेलु उडानहरू सुरु भए। 1955 मा राजा महेन्द्रले विमानस्थलको उद्घाटन गरे र राजाको पिताको सम्झनामा त्रिभुवन विमानस्थलको नाम परिवर्तन गरे। 1964 मा विमानस्थलको नाम परिवर्तन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखियो। 1957 मा घाँसे रनवेलाई हटाई कङ्क्रिट बिछाइएको थियो। अनि 1957 मा नेपाल उद्यान प्राधिकरणको स्थापना भयो। 1958 मा नेपाल वायु सेवा निगमको स्थापना भयो। 1972 मा नेपाल ध्वजवाहक रोयल नेपाल एभिएसन बोइङ 727 बाट विमानस्थलबाट जेट सञ्चालन सुरु भयो। 1995 मा घरेलु टर्मिनल विस्तार गर्ने काम सुरु भयो र सम्पन्न पनि भयो। नेपालको हवाई यातायातले 70 वर्ष पुरा गरिसकेको छ, तर समय समयमा हुने दुर्घटनाको कारण युरोपियन युनियनले हवाई सेवा सुरक्षा कमजोरका कारण कालो सूचीमा राखेको छ र विश्व नागरिक उद्यानले पनि कालो सूचीमा राखेको छ। यो छ नेपालको हवाई उडानको इतिहास। यो मन परेमा सब्स्क्राइब गर्नुहोला।